हेलो साथीहरू नमस्ते। आज पनि फेरि नयाँ भिडियोको साथमा आएको छु। सेवा सेमुना है। आज पनि चौरमा छु। आज चाहिँ मसँग हेर्नुहोस् त। हेलो हेलो बिल्लु। आज चाहिँ नयाँ लुक्समा राइनी लुक्समा आएको छु है। सधैँ पनि राइनी हो, आज चाहिँ झन् प्योर राइनी क्या। कस्तो देखिँदो रहेछ साथीहरू कमेन्ट गर्नुहोस् ल। मेरो यो टपको चाहिँ यो नभएर त्यो झर्ला जस्तै भएको छ कि कता झरेछ भेटाइन छौ। सन्चै आरामै हुनुहुन्छ होला है। मेरो यता यता देखो, मेरो बिल्लुलाई पनि माया गरिदिनुहोस् हस्। कति राम्रो छ है मेरो साथी। अनि यहाँ दुबोमा चाहिँ हामी दुईजना मौज गरिरहेछौँ साथीहरू। हेर्नुहोस् मेरो हाम्रो घरको बिरालो हो कि यहाँनिर मैले काम गर्ने घरको बिरालो। अनि कस्तो आनन्द छ क्या साथीहरू। गर्मी पनि छैन अहिले हो, दिनको 3 बज्यो। गर्मी पनि छैन, आनन्द शीतल छ अहिले चाहिँ। यहाँनिरको मौसम चाहिँ यस्तो छ, गर्मी छैन, जाडो त छँदै छैन, गर्मी पनि त्यस्तो छैन, हल्का हल्का गर्मी छ। अब गर्मी सुरु भयो जस भनौँ न। अनि हेलो किधर से आयो ल्याऊ मेरो बिराले हेर्नुहुन्छ। हेलो बोलो लुकुर लुकुर लुकुर। यसले नि साथीहरू घाँस खान्छ के भन्छ त्यो घाँसको नामै ग्रास कप कि पनि के भन्छ क्या, त्यो खान्छ क्या। त्यो घरमा लगाइन्छ क्या। अनि आजको मेरो विशेष भिडियो चाहिँ के को लागि भन्दाखेरि साथीहरू, जुन बिरामी हामीले भनेको थियौँ नि, मेरो आज चाहिँ एउटा खुसीको पनि भिडियो छ है साथीहरू। यस मैले अस्ति मेरो आमा बिरामी हुनुहुन्छ भनेको थिएँ नि। मेरो आमा चाहिँ यस तपाईँहरू सबैको प्रार्थनाले अनि भगवानको कृपाले होइन, आमालाई चाहिँ अब सक्ने घर डाक्टर हस्पिटलमा राखेर 5-6 दिन राखेर अनि घरमा लगेको थियौँ। अनि घरमा लगेर पनि धामी झाँक्री यता हाम्रो राईहरूको कुल पितृ के भनिन्छ नि त, त्योहरू सबै गरेर आमालाई चाहिँ अलिक सन्चो भयो। आमा हिँड्नु थाल्नु भएको छ होइन। त्यही भएर म एकदमै खुसी छु। नत्र अस्ति टेन्सनमा थिएँ अनि भिडियो बनाएको थिइनँ हो। यही घाँस खान्छ कि यसले नि, यो हाम्रो बिरालो हेर्नु ल। म चाहिँ घाँस खानलाई तम तयारी अवस्थामा। हेलो खाके देखाऊ। हेर्नुहोस् है, छानी खान्छ कि, छानेर मात्रै खान्छ कि यता। अनि खाएर भमिट गर्छ क्या, उकाल्छ क्या यसले। ग्रास यो मैले रोपेको थिएँ, कस्तो राम्रो फस्टा हो। 3 ठाउँमा रोपेको, कस्तो नेपाल जस्तै छ है साथीहरू। चराहरू रुप्पीहरू सबै खालको चराहरू पाउँछ क्या यहाँ चाहिँ। तपाईँहरूको अगाडि नखाएको क्या यसले। हेर्नु होला साथीहरू, तपाईँ खाइरह। मेरो अगाडि नखानेर के यस्तो छ, पछाडि गएर खाँदैछ। बिल्लु देख लिया, देख्नुभयो रुप्पीहरू च्याउ 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 कराइरह हो। अनि आमालाई पनि सन्चो हुनुभयो नि त अलिक। अनि त्यही भएर म खुसी छु। म जबसम्म सक्सेस हुँदिनँ, जब मैले सोचेको मैले केही प्रगति गर्दिनँ, केही गर्नु छ, केही गरेर देखाउनु छ, मतलब अब धन सम्पत्ति कमाएर भन्दा पनि अब यस्तै जुन काम मैले गरिरहेको छु त्यसैलाई निरन्तरता दिएर कमसेकम पछि हुन्छ नि त, त्यो मेरो कामले मेरो आमालाई पनि प्राउड फिल होस् भनेर नै गरिरहेछु। अनि त्यो बिचमा आमा चाहिँ अस्ति सिकिस्ती बिरामी हुनुहुँदा चाहिँ एकदम टेन्सन भएको थियो हो। टेन्सनमा थिएँ म के होइन, म एउटा राम्रो नाम आमा पापाको अगाडि राम्रो यो हुन्छ नि त, एउटा इज्जतको काम गर्न पाऊँ दुनियाँको सामु, फलाना यस्तो है भनेर होस्। यानि कि है, अब धन सम्पत्तिको पछि लाग्नु छैन मलाई। गरिब दुखी असहायहरूको एउटा सहारा बन्ने सपना छ, चाहना छ कसैको। मेरो त अब यस्तै हो होइन, कसैको भविष्य राम्रो बनाइदिन पाएँ, राम्रो भए भन्ने छ साथीहरू होइन। त्यही गरेर मलाई चाहिँ एउटा गरिब दुखी असहाय अपङ्गहरूको एउटा सहारा बन्ने चाहना छ भोलिको दिनमा। आजको भन्दा धेरै राम्रो गर्न पाऊँ, धेरै राम्रो गर्न पाऊँ होइन। तपाईँहरूको साथ सपोर्टको अत्यन्तै खाँचो खेल्ने मान्छे आएर देख्नुभयो उता पर चौरमा।
हाम्रो घरदेखि पछाडि अनि त्यो बल खेल्ने मान्छेहरू आइरहेको छ उनीहरूको बलले त आयो होला हो म चाहिँ यतातिर गएँ अनि घरतिर बल खेल्ने मान्छेहरू आइरहेको छ यता बल आएको थियो रहेछ त कस्तो नदेखेको र बल चाहिँ त्यहीँनिर रहेछ क्या साथीहरू झोडीमा अनि कस्तो नदेखेको कि मान्छेहरूले आयो खोज्यो अनि यहीँनिर रहेछ बल चाहिँ यहीँ बल चाहिँ के साथीहरू देख्नुभयो तपाईँहरूले बल चाहिँ यहाँनिर झोडीमा छ सेतो बल देखेन क्या गयो यत्तिकै अब हाम्रो कम्पन भन् यो पर के त सानो सानो टिक टिक बल यत्रो यत्रो बल हुन्छ कि त्यहाँनिर रहेछ नदेखेर गयो क्या त्यो मान्छे अनि होइन साथीहरू अनि त्यो हाम्रो आमा सन्चो हुनुहुन्न थियो अनि त्यो भएर टेन्सन भइरहेको थियो वेलकम Yes? Do you think I can do it? Yes. There. Welcome. अनि उसले चाहिँ बल हानेर गइसक्यो होइन त्यहाँनिर बल आएको रहेछ अनि मैले देखेको थिएन देखाइदिएँ अनि बल हानेर गइसक्यो आफूलाई इङ्ग्लिस फेरि पिटिपिटी आउँछ यस र नो बाइक केही आउँदैन अनि लीला राई दिदीको लागि चाहिँ जस अभियान चलाइरहेको थियौँ त्यसमा हामीसँग थोरै 50,000 जस्तो पैसा उठेको थियो अनि हामीले चाहिँ सल्लाह गऱ्यौँ 50,000 चाहिँ हाम्रो दादा काठमाडौँ जानुभएको छ 50,000 चाहिँ हामीले दिइसक्यौँ दिदीलाई अनि दादाले पनि अब त्यहाँ गएर यसो हामीले रिक्वेस्ट गरेको थियौँ दादाले त्यहाँ गएर भिडियोहरू बनाइदिनु भयो होइन भिडियोहरू बनाउनु भए पछाडि त्यताबाट पनि केही रकमहरू सहयोग आउँछ कि भनेर आशाले गरेको थियौँ दादाले गएर भिडियो बनाइदिनु भयो अनि भिडियो बनाइदिनु भयो भिडियो आएको छ टिकटकमा हेर्नु होला अनि त्यसमा चाहिँ कसले कहाँदेखि पठाइदिनु भएको थियो भने नि साथीहरू अब चाहिँ शीतलमा बसेर गफ गर्नु पऱ्यो क्या मेरो हातले पो छलिँदो रहेछ अनि त्यो लीला दिदीलाई जति 50,000 चाहिँ कहाँबाट कसले हालिदिनु भएको थियो भने नि साथीहरू अमेरिकाबाट भीमा मगर सुब्बा दिदीले 15,000 अनि किराती राई ठुले मेरो गाउँले हुनुहुन्छ उहाँले 10,000 कतारबाट अनि त्यस पछाडि अब मैले अलिकति अनि त्यस पछाडि शुभ दादाले कोरियादेखि 5,000 अनि साउदीबाट दीपक कान्छा उहाँको नाम चाहिँ दीपक हो अनि थर चाहिँ खै याद भएन कि दीपक कान्छा छ मेरोमा व्हाट्सएपमा सो सरी भन्न चाहन्छु हजुरलाई थर थाहा भएन दीपक कान्छा उहाँले 5,000 अनि हाम्रो मदन मगर दादा मलेसियाबाट पठाइदिनु भएको छ 3,000 अनि हाम्रो सङ्घर्ष दादाले कोरियाबाट पठाइदिनु भएको छ 3,000 अनि हाम्रो दादा भीम किराती दादाले पठाइदिनु भएको छ कोरियाबाट 2,500 अनि नेपालबाटै झापाबाट पठाइदिनु भएको छ सबिन दादाले 1,500 हजुरहरू सबैजनाले धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि यो भिडियोकै मार्फत भन्न चाहन्छु फेरि पनि हजुरहरूले को चाहिँ दिने तयारीमा अझै हुनुहुन्छ साथीहरू होइन अझ यो भिडियो हेरेर कसले गर्न चाहनुहुन्छ प्लिज मलाई कन्ट्याक्ट गर्नुहोस् अथवा केमा हुन्छ युट्युबको इनबक्स म्यासेजमा गर्नुहुन्छ कि टिकटकको इनबक्समा हुन्छ तपाईँहरू सहयोग गर्न चाहनुहुन्छ भने प्लिज सकेको सपोर्ट गरिदिनुहोस् लीला राई दिदीलाई तपाईँहरू हाम्रो सबैको सानो सानो सहयोगको खाँचो छ दिदीलाई होइन दिदीको किडनी ट्रान्सप्लान्ट हुँदैछ छिट्टै त्यो भएर अलिकति रकम पुगेको छैन र म पनि खटिरहेको छु सायद अब अमृत दादाकोबाट पनि केही सपोर्टहरू हुन्छ होला अनि हाम्रोबाट पनि अझै
सब सहयोग जानै बाँकी छ होइन। सो त्यही भन्नको लागि पनि भिडियो बनाएको थिएँ। अनि भिडियो धेरै समय ग्याप पनि भएको थियो होइन। त्योहरू अनि कस्तो आनन्द छ हौ यहाँनिर बाहिर क्या आनन्द क्या मोज मस्ती छ कि। यो रुख हेर्न त खजुरको रुख हो क्या, फल्दैछ। भोलिपर्सि यस्तो झ्याउ हुन्छ मलाई यो खजुर टिप्नलाई गर्मी महिनामा। जुन जुलाईतिर हुन्छ होला हौ यो खाने बेला, किरा कमिला लाग्छ। अनि त्यही हो साथीहरू, अब तपाईँहरू सबैजनाले माया गरेर साथ सपोर्ट गरिदिनु भयो भने पक्कै पनि उहाँ दिदीहरू जस्तो बिरामी असहाय अपाङ्गको लागि म एउटा दरिलो खम्बा भएर उभिन सक्थेँ। अब म भलै म एक्लैले त गर्न सक्दिनँ नि त। तपाईँहरू सबैको साथ सपोर्टको खाँचो छ। सबैले माया गरेर अब यो युट्युबमा भिडियो मात्रै हेरिदिनु भयो, सब्सक्राइब गरिदिनुहोस् नयाँ साथीहरूले होइन। सब्सक्राइब गरेर त्यो हुन्छ नि बेल आइकन घन्टी अनि अल डन गरिदिनुहोस् हजुरहरूले। साथीभाइलाई पनि सेयर गरिदिनुहोस् भिडियो, कि नयाँ साथीहरूले चाहिँ मेरो भिडियो हेर्नुहोस् अनि सब्सक्राइब गरिदिनुहोस् भनेर हजुरहरूले आफ्नो आफन्त साथीभाइलाई पनि मेरो युट्युब च्यानल सब्सक्राइब गर्न लगाइदिनुहोस्, ताकि भोलिको दिनमा युट्युब च्यानल पनि राम्रो भएर गर्न सक्यो भने त्यताबाट पनि केही अब गर्न सक्यो भने अब पछि त्यहाँबाट पनि भयो केही रकम इन्कम भयो भने त्यताबाट पनि मैले एक सुको मैले मेरो जिन्दगीको लागि मेरो आफ्नो व्यक्तिगत उसको लागि म कमाउँछु भनेर गरे होइन साथीहरू। उहाँहरू जस्तै गरिब दुखी बिरामीहरूको यसो सहायता गर्न सकौँ भनेर हो। त्यो सबैको लागि चाहिँ तपाईँहरूको हातमा छ है। तपाईँहरूले साथ सपोर्ट गरिदिनु भयो भने म अलि माथि अगाडि बढ्नु हो। तपाईँहरूले साथ सपोर्ट गरिदिनु भयो भने त फेरि गर्नु सक्दिनँ, त्यही हो कुरो। सक्नेले आर्थिकले गरौँ, नसक्नेले आफ्नो तर्फबाट के कसरी सपोर्ट गर्न सक्नुहुन्छ प्लिज सपोर्ट गर्नु होला। अब कसले के गर्दैछ के हो भनेर अब मान्छे पनि चिन्नु होला, कसको लागि चाहिँ हामीले साथ सपोर्ट दिनु जरुरी छ भन्ने त पक्कै पनि तपाईँहरू अबलाई सिकाउनु पर्दैन नि त। भोलिको दिनमा के थाहा तपाईँ हाम्रै घरमा पनि त्यस्तो समस्या पर्न सक्छ। म पनि आज अरूको जिन्दगीको लागि मागिरहेको छु भने भोलि मेरै स्वयं मेरो आफ्नै जिन्दगीको लागि पनि कोही कसै आउनु होला मलाई त्यस्तो पर्यो भने होइन। त्यो भएर एकअर्कालाई आफूलाई नपरेसम्म अरूको समस्या नबुझ्ने चाहिँ नगर्नुहोस्। जति पनि देश विदेशमा हुनुहुने, देशमा त अब त्यस्तै हो, देशको अवस्था त त्यस्तै नै छ। विदेशमा हुनुहुने दाजुभाइ दिदीबहिनीहरूले चाहिँ प्लिज सकेको सपोर्ट गर्नुहोस्। यस्तो बिरामीहरूलाई तपाईँहरूले आफ्नो फ्यामिलीको लागि गरेर अनि 2 पैसा यसो बाहिर खर्च गर्ने पैसा चाहिँ यसो गरिब दुखी बिरामीहरूलाई दिनुहोस्। धर्म नै हुन्छ अब त्यही हो। कस्तो आनन्द छ क्या साथीहरू। अब रुममा भन्दा त यहीँ बसिराख्नु मन लाग्छ। नेट चल्दैन, बत्ती बलिरहेको रहेछ हो। त्यो साथीहरू अब यति भन्दै आजको भिडियोबाट चाहिँ बाई बाई भन्न चाहन्छु होइन। अनि यो भिडियो हेरेर कसले सपोर्ट गर्नुहुन्छ प्लिज सपोर्ट गर्नु होला भन्न चाहन्छु। तपाईँहरूको साथ सपोर्टको चाहिँ अत्यन्तै खाँचो छ। अनि मेरो टिकटक लाइभ दिनमा बराइने टाइम चाहिँ 2:30 अथवा 3, 3:30 देखि ओपन हुने गर्छ। प्लिज टिकटकमा पनि जोइन हुनु होला है साथीहरू है। मेरो टिकटकमा पनि आउनु होला। हल्का रमाइलो गर्नुपर्छ। रमाइलो भन्दा पनि यस्तै नै चल्छ। दिनै म मेरो यो टमाटरलाई हेर्ने गर्छु के साथीहरू। टमाटर कस्तो आनन्द लाग्छ यो गार्डन देख्दाखेरि। म नेपालमै भएको महसुस गर्छु है। बाई बाई साथीहरू, पछि भेट्नुपर्छ अर्को भिडियोमा।